ल साथीहरू, आजको भिडियोमा भीमराल बाख्राको बच्चालाई किन दिने र यसको फाइदाहरूको बारेमा बताउन गइरहेको छु। भिडियो पुरा हेर्नुहोला र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। सबभन्दा पहिला आफ्नो बाख्राको बच्चालाई डिवार्मिङ गर्नु हो। यसको मतलब बच्चाको पेटमा भएको कीडा मार्नु हो। यसपछि कम्तीमा 5 दिनसम्म बच्चालाई राम्रोसँग लिभर टोनिक दिनुपर्छ। यसपछि आफ्नो बाख्राको बच्चालाई भीमराल दिन सक्नुहुन्छ। बच्चा सानो भएमा 1 ml प्रत्येक दिन कम्तीमा 4 या 5 दिनसम्म दिनुपर्छ। त्यसपछि बीच-बीचमा 1 वा 2 दिन पछि दिनुपर्छ। 1 महिनाभन्दा बढी भएमा 2 ml पनि दिन सक्नुहुन्छ। यो मेरो बच्चाहरू 21 दिनको आज भइसकेछन्। म यिनीहरूलाई भीमराल दिइरहेको छु। हेर्न सक्नुहुन्छ यिनीहरूको ग्रोथ र चमक कस्तो भइरहेको छ। त्यही भएर भीमराल दिनु नै राम्रो। अब जानो यसको फाइदाहरूको बारेमा। सबभन्दा पहिला बाख्राको बच्चाको शाइनिङ एकदमै चम्किलो हुन्छ। यसले बच्चाको वजनमा पनि वृद्धि गर्छ र इम्युनिटीलाई राम्रोसँग बुस्ट गर्छ। बच्चा एकदमै स्वस्थ देखिन्छ। तपाईँ कहिलेकाहीँ सानो बच्चालाई देख्नु भएको होला। तिनीहरूको रौँ ठाडो देखिन्छ। हेर्न त्यति आकर्षक देखिँदैन। भीमराल राम्रोसँग दिएमा यस्तो समस्या देखिँदैन। यसले बच्चाको हाइट बढाउनमा पनि मद्दत गर्छ। यसले बच्चालाई कुपोषण हुनबाट बचाउँछ। राम्रो ग्रोथ पनि हुन्छ। यो औषधि बच्चालाई स्वस्थ राख्छ, जसले विभिन्न किसिमको रोगहरू लाग्नबाट बचाउँछ। तर कुनै पनि औषधि दिँदा आफ्नो भेटनेरी डाक्टरको सल्लाह अनुसार नै दिनु होला। यो भिडियोमा जानकारीको लागि बनाएको छु। भिडियो हेर्नु भएकोमा धन्यवाद। म अर्को भिडियो चाँडो लिएर आउने नै छु बाख्रा पालन सम्बन्धी।